हेर्न बाँकी छ र अझै स्पेशली धेरै कुरा सिकायो। तर एउटा कुरा मलाई भन्न मन लागिरहेको छ, नेपालमा धेरै मान्छेहरू बाहिर हुनुहुन्छ, नेपालबाट काम गर्न, पढ्न, पिआर पाएर, सिटिजन पाएर, शरणार्थीको रूपमा जेसुकै भन्नुहोस्, जे नाम दिनुहोस्, नेपालीहरू बाहिर हुनुहुन्छ। आज फलानु पलायन भयो, फलानु कलाकार अमेरिकामा पलायन भयो, फलानु टिचर क्यानाडामा पलायन भयो, फलानु जर्नलिस्ट उता अस्ट्रेलियामा पलायन भयो, ऊ पलायन भयो भन्ने एउटा शब्द छ। मलाई लाग्छ आजबाट त्यो शब्द झिक्दै हुन्छ जस्तो लाग्छ यो कुरा चाहिँ। किनभने जो संसारमा 20 वर्ष अगाडिदेखि बसेको, 25 वर्ष अगाडिदेखि बसेको आज नेपालीले खाइ नखाइ $1, 1 रियाल, एक चाहिँ एउटा कोइन पठाएर नेपालीहरूलाई, नेपालमा परेका पीडितहरूलाई सहयोग गरे। कहिले भुटानले आफ्नो भनेन, नेपालमा आएर 20-25 वर्ष भारत र यो के अरे झापा र मोरङको शिविरमा बिताए र आज नेपालले पनि आफ्नो भनेन र परदेशमा अहिले अमेरिका अस्ट्रेलियामा गएर भुटनी शरणार्थी भनेर नाम दियो। उनीहरूले पनि खाइ नखाइ यही नेपालीको लागि गरे। यो संसारको जुनसुकै कुनामा बस्दा पनि हाम्रो मन नेपालमै छ, नेपाली पनि कहिले पनि। मैले भन्न खोजेँ त्यो पलायन भन्ने शब्द गलत रहेछ। किनभने पलायन भएका होइन रहेछन्, विदेशमै गएर कमाएर दुःख गरेर आज यो नेपालीलाई यत्रो करोडौं रुपियाँ, अरबौं रुपियाँ सहयोग गरे। आज ती नेपालीहरू पलायन भएका होइन, जहाँ गए पनि नेपाली नै रहेछन्। त्यो पलायन भएको भन्ने शब्द पनि विदेशमा गएका मान्छेहरूको लागि झिकिनुपर्छ जस्तो लाग्यो भूकम्पले।